गुड मर्निङ। हामी अहिले इटरी आइपुग्यौँ होइन। मर्निङ कति बज्यो? 5:30 बज्यो। हामी 4:55 मा हिँडेको, अहिले हामी इटरी आइपुगेका छौँ। अनि अब भोजपुरसम्मकै गाडी हो यो, 12:30 बजीतिर पनि पुग्छ अरे। अहिले केही छैन, पानी परिरहेछ, भ्युज पनि राम्रो छैन, झ्याल पनि खुल्दैन, अगाडिबाट यसो देखाए मात्र हो। सो यस्तो छ इटरीको अहिलेको माहौल है। पानी छिटाइरहेछ अलिअलि, जति पानी पर्नु छ आजै परोस्, भोलिदेखि चाहिँ भोलिदेखि हिँड्नुपर्ने छ। सो त्यही हो अहिलेलाई हो। पहाड जाने गाडी त विराटनगरमै चार्ज गरेर आउनु नि हो, धरानमा त चार्ज गरेर हुन्छ प्यासेन्जर चढाइसकेपछि। अब यहाँ 51 भिडियो कति पर्सेन्ट भएको छ, अब कति गरेर हिँड्ने हो यहाँबाट। अनि त्यसपछि पहाड आएर फेरि चार्ज गर्ने हो एकचोटि। कति बजी पुग्नु? 12:30 1 बजीतिर पुगिन्छ भन्थे। हामीलाई 2-3 बजीसम्म पुगे पनि खुसी नै हो, त्यही पनि अब हेरौँ। गाडी चेन्ज भयो, गाडी चेन्ज गाइज। मेरो गाडी आफ्नै गाडी चेन्ज हालेर आयो। मान्छे पुगेन अरे यो गाडीलाई, के गर्नु। अरू गाडी यहाँ बेचिदियो हामीलाई। अब प्रमोसन नहाने त गाडीको अब कति बजे पुग्ने हो यो? धरानमै छौँ, 5 बजे विराटनगर हिँडेको, 7 बजे धरानमै छौँ। हिलेबाट अलिकति अगाडि आइपुग्यौँ हामी होइन। अनि यस्तो छ यहाँको मौसम, केही देखिरहेको छैन, बाटो साटो सबै कुहिरहेको छ, बादल छ भनौँ न। अब हामी थुक्पा खान जाँदैछौँ, कतै कहाँ पाइन्छ यसो बुझ्न। यहाँ इभीमा आएको नि त, यसो इभी चार्ज हुँदैछ, त्यही चार्ज भएर चाहिँ अब हामीलाई खानासाना खाने ब्रेक हो। हामी चाहिँ खाना नखाएर थुक्पा खान आएको छौँ, बिकज धनकुटामा आएर थुक्पै खानुपर्छ। अनि वेदरले पनि त्यही डिमान्ड गर्दैछ। वेदरले थुक्पा डिमान्ड गर्दैछ। अब चाहिँ पुग्न आँट्यो भोजपुर होइन। 40-50 किलोमिटर जति बाँकी छ। बल्ल अलिक चिसो हुन थाल्यो, अलिक त गर्मी भएर प्याउली ठाउँको नाम प्याउली। यो ठाउँको नाम चाहिँ भैँसी पङ्खा अरे। रमाइलो छ ठाउँको नामहरू पनि। ओके, हामी भोजपुर आइपुग्यौँ होइन। यहाँबाट चक्यो गाडी, कति कस्तो अँध्यारो आयो अर्थ। यहाँबाट चखेको गाडी 3 बजी निस्किन्छ अरे, अहिले भर्खर 2 बजिरहेछ। सो हामी अब चिया केही खान्छौँ होला, सुरुमा खाँदैछौँ भनौँ न। यस्तो छ बाहिरको भ्यू। ओके, अब गाडी हिँड्न अझै 1 घन्टाभन्दा बेसी नै छ जस्तो छ होइन। हामी यहाँ खुकुरीको शान, भोजपुरको शान, म यही कुरा गर्दैछु गाडीमा। खुकुरीको शान भोजपुरको पहिचानमा आएको छौँ होइन। यहाँ छ खुकुरी। अनि यस्तो रहेछ, यो देउराली भन्ने ठाउँ रहेछ। भोजपुर बजार चाहिँ यहाँबाट त तल हो। अनि यता गयो भने चाहिँ अब यो लेगुवातिर जाने बाटो भयो होइन। त्यसपछि यता भनेपछि अब यो चखेवा, खोटाङ, उता के अरे हलेसी, त्यतै काठमाडौँ चाहिँ जाने बाटो हो। हामी अब यहाँनिर बसिरहेको छौँ, काम छैन केही पनि। त्यही हो, अब उता बस जान्छ अरे 3:30 बजे। अब अरू कुनै गाडी आइहाल्छ कि भनेर बसिरहेको छु। आइहाल्यो भने त्यसमा जाउँला, नत्र अब त्यही बस बाइक अरू अप्सन छैन हामीसँग। त्यही हो अब अहिलेलाई। के बल्ल बस हिँड्न आँट्यो होइन। 2 आवर्स अफ वेटिङ। यहाँ भोजपुरको देउरालीमा 2 घन्टा परेपछि बल्ल बस हिँड्न आँट्यो। अनि बसको गुरुले हामीलाई होटल पनि भनिदिनु भयो। जसले हाम्रो फोन उठायो त्यसलाई नै भनिदिनु यहाँ फोन गरेर, त्यही नम्बरमा के अरे। सो अब हामी हिँड्दैछौँ, गाडी यस्तो छ, हालत यस्तो छ होइन। यो यहाँ छ
वाट वी केम फर एउटा सानो इक्जाम्पल। पानी पर्न थाल्यो, अँध्यारो पनि हुन थाल्यो, चखेवा पनि आइसक्यो। सो गाइज आइपुग्यौँ चखेवा होइन। लास्टै स्ट्रगल भयो। हामी बिहान 5 बजे हिँडेको, अहिले इट इज 7 बज्न आँट्यो भनौँ न। सो अलमोस्ट 14 आवर्सको हाम्रो जर्नी भयो। अनि आउँदाखेरि चाहिँ मैले देखाएँ जस्तै होइन, मौसम पुरै हुस्सु कुहिरो के भन्छन् सबै लागेको थियो। तर अहिले चाहिँ खोल्या छ, पुरै माथि डाँडाहरू देखिन थालेको छ है। सो यस्तै नै हो, माथिसम्म अझै राम्रो राम्रो हुँदै जान्छ। सो भोलि हामी हिँड्ने भनेको यहीँबाट हो, यो यहाँ मुन्दुम ट्रेल भनेर लेखेको छ। भोलि हामी हिँड्ने भनेको यहीँबाट स्ट्रेट उता हो। हामी अगाडि यही हो होइन, गुरुहरू पनि यही होटेलमै बस्नु हुँदो रहेछ। अनि त्यही गाडीकै मान्छेले चाहिँ हामीलाई बुक गरिदिनु भयो, किनभने हाम्रो फोन कसैले उठाइरहेको थिएन अरे। अहिले दिला भनेको सुतिरहनु भएको थियो अरे। सो नो वरिज। अनि त्यही हो, आज खाने मस्त सुत्ने। हाम्रो चिया भनेको छ, अब अहिले चिया खाने, एकछिनपछि खाना खाने, मस्त सुत्ने। ओके लेट्स गो टु आवर रुम अब है। हाम्रो थर्ड इडियट पनि हामी लाइभ रुम टुर दिन आँटिरहेको छौँ होइन। यसले मिस गरौँ आसपालि मुन्दुम, यसले मिस गरौँ होइन। ल यस्तो छ बाहिरको भ्यू, राम्रो छ तर क्यामेरामा केही देखिँदैन। यस्तो छ सिँढी यस्तो क्रेजी छ, सिँढी यस्तो छ होइन। आइज है बिस्तारै। यहाँ पो बच्चा रुम गएकै छैन, जाँदैछु बाटो। ओ भोलि बिहान उठ्ने बित्तिकै दामी देखिन्छ यार यहाँ। भोलि बिहानैदेखि अनि त्यसपछि हाम्रो रुम भनेको यस्तो ओके छ। हल्का रुम टुर दिनुपर्दा यहाँ चार्जिङ पोर्ट एउटा छ है। त्यसपछि यहाँ अर्को छ चार्जिङ पोर्ट। हामीसँग 3टा डिभाइस छ तर चार 2जना मात्र छ, पिसिने भएन त्यो। अनि यो रुमको हामीलाई पर्यो 1200। कुन होटेल हो भन्दाखेरि ठ्याक्क चखेवा भन्ज्याङ त्यो चोक्कैमा त मुन्जुम ट्रेल स्टार्टको ठाउँमै हो यो होटेल होइन। होटेलको नाम मैले बिर्सेँ, यहाँ छ मुन्दुम ग्रिन प्लेस होटेल एन्ड लज हो यो। अनि यो रुमको 1200 पर्यो। अनि फेरि खानाहरूको रेटहरू भन्दाखेरि चाहिँ सादा खानाको 250, अनि अन्डा खानाको 300। चिकन पाइँदैन रहेछ, बङ्गुर पाइन्छ। एक कसैलाई बङ्गुर खानु छ भने, चिकन आज रहेन रहेछ सरी। सो बङ्गुर खानाको चाहिँ इट इज 300। 300 कति 350 बङ्गुर खानाको। सो द्याट्स द रेट है रुमको 1200। सो त्यही हो आजलाई छ। अनि अब आजको भ्लग सायद यहीँ एन्ड गरौँ होला है। सो यही हो आजलाई। ल त भ्लग एन्ड गर, ल त पिस भन्थ्यो लास्ट गर। Guys, bye. Peace.